ल साथीहरु हाम्रो काम चाहिँ आज पुरै बन्द छ शिवरात्रि लागिरहेछ हाम्रो केटाहरुलाई हाम्रो कस्टमरहरुलाई हामीलाई सबैलाई हैन अब चाहिँ हामी जाँदै छौं मेला हाम्रो गाडी पनि यहाँनेर छ मिक्सरहरु चाहिँ साइडमा छन् आज यतिकै बसिरहन काममा छैनन् केही पनि अनि आज चाहिँ हामी जाँदै छौं लेखराज भाइ र म मेला जाँदै छौं A few moments later हामी चाहिँ ठ्याक्कै राजकुमारको घरमा आयौं यो मान्छे चाहिँ कहाँ छ यहाँनेर फर्मा बढ्दै रहेछन् आज छुट्टी रहेनछ यहाँ कसको साइड हो खै राजकुमार खान्न के भका टन्न ल ल हाम्रो राजकुमार साथी कहाँ जाने पहिला शीतलपुर जाम कताबाट शीतलपुर जाने त पहिला शीतलपुर जाम मेरो त आँखा रातो भइहाल्छ सेफ्टी फर्स्ट हो र अरे वाह बबाल ल हिरो ल ल ल हामी शीतलपुर जाँदैछौँ हैन मस्तसँग हाम्रो शीतलपुरको यात्रा चाहिँ सुरु भयो साथीहरु हैन शीतलपुरको मेला शिवरात्रि मेला कस्तो हुँदो रहेछ तपाईहरुलाई हामी झ्याममा देखाउने छौं त्यसपछि हामी पुग्ने छौं लगभग घोराइतिर यहीँदेखि हल्का अगाडि हो मेरो घर थोरै अगाडि धेरै त्यति अगाडि पनि हैन थोरै लगभग झन्डै 1 किलोमिटर छ क्या आहा नि पुरै भिडभाड छ लास्टै भिडभाड रहेछ हेर त बाइकहरु यो चाहिँ हाम्रो शिवजीको मेला शिवजीको बुटी एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह पुरै आज भक्तजनको लास्टै मेला रहेछ लास्टै मेला ठुलै मेला भद्रगोल मेला ओहो नि हामीले शिवजीको बुटी आज पाउँछौं कि पाउँदैनौं त थाहै छैन एकदमै ठुलो मेला छ यो नदी त सुकेछ यार मलाई यो नदीमा एउटा सानो कुरा थियो क्या यो नदी सुकेछ नि पहिला हामी यहाँ सानोमा हामी यहाँ खेल्न आउँथ्यौं बोबैमा यो माथिको बारा छैन यो बाराबाट हामी फुत्त तल हाम फाल्थ्यौं के पहिला यार थाहा पाउँछौ पहिला यो नदी कत्रो ठुलो आउँथ्यो यहाँ मान्छे डराउँथे यहाँ पौडी खेल्न यहाँ पुरा घोराइबाट कति जना आथे एउटा चाहिँ घुमौरीमा परेर हरा पनि हो एउटा एकजना कहिले उहिले हामी सानसानो थियौं त्यतिबेला हामीलाई घरबाट लखेड्थे नखेल्न यस्तो नदीमा जानुहुन्न भन्थे सबैलाई राम्रै हुनु छ सबैलाई फोटो खिच्नु छ हाय नि कस्तो लाग्यो त शीतलपुरको मेला हामी एकछिन त्यहाँ बाइक रोक्छौं के गर्छौं एकछिन बाइक रोकम म तिमीलाई सर यो पुलहरु यताउता देखाइदिन ल्याम यता तिमी यो ठाउँ नयाँ हो नि त मेरो गाउँ अलिकति मेरो घर यहीँनेरबाट देखिन्छ त्यो यहाँबाट हेर यहाँनेरबाट एउटा ठुलो रुख छ नि त्यो दिदी छन् नि दिदी त्यहाँनेर दुईटी छन् नि त्यतिकै पारी एउटा ठुलो रुख एउटा अग्लो रुख छ नि अग्लो रुख त्यतिकै हल्का तल्लो एउटा सानो रुख छैन त्यहाँनेर एउटा सानो छाप्रो जस्तो छ नि देख्यौ हो त्यो छाप्रो हाम्रो हो पहिला त्यहाँ घर थियो हाम्रो त्यहाँनेर पुरानो घरमा त कालो त यो हैन नै अर्को घर त माथि छ यो हामी जन्मेको घर के आज हामी दाङ तुलसीपुरको कहाँ छौं शीतलपुर मेलामा अरु मैले बिहा गरेको भने दिए ए तिमी अरु तेरो बिहा यही भयो नि बर्दिक बस्याल भन्ने मान्छे के जन्ती आथे थियो म जन्ती आथे म जन्ती आथे टक्क यहीँनेर तर मान्छेहरु यहाँ आउनु चाहिँ यार मैले एक्सपेक्ट गरेको थिएन यति धेरै मान्छे आउँछन् होला फर्स्ट टाइम अनि यति धेरै मान्छे ल हाम्रो सरहरु यता हुनुहुन्छ मस्त स्वयंसेवकको रूपमा खटिनु भएको छ अब चाहिँ हामी पुरै मन्दिर भित्र छिर्यौं नि मन्दिर तेरो बिहे कहाँनेर भएको रे साथी
मेरो बिहे यो मन्दिर पछाडिपट्टिको मन्दिरमा पछाडिपट्टिको पनि भएको नि यहाँनिर चाहिँ ठुलै भक्तजनहरूको एकदम घुइँचो छ यहाँ होइन शिवजी च्यानलको नाम प्रदीप बस्याल च्यानलको नाम सोध्छन् यार मेरो म भाइरल छैन के युट्युब सेलिब्रिटी भइसक्यो युट्युब सेलिब्रिटी ए अनि मेन महादेवको मन्दिर हो नि ए मेन महादेवको मन्दिर हो यो जाने नजाउँ बाहिरबाट गरौँ नि त ल जुत्ता लगाएको छौ कि मैले लेदरको बाहिर ढोको नि ओम नमः भन्ने नि हाम्रो आन्टी हुनुहुने रहेछ त्यहाँ पूजा गर्यौ पूजा गर्यो ल्याउ आवाज त्यस्तै पत्रिका जस्तो बोल्न सकिन्न भर्खर म साथीहरूसँग खै साथीहरू कता गइए हराइगयो मलाई एक्लै बनाइदिले म यो साथीसँग आम के कहाँ गयो ऊ त्यहाँ छ ल म यतै छु है ल हाम्रो साथीको बिहे चाहिँ यहीँनिर भएको मण्डप यो यहीँनिर यही जग्गा बसेर यहीँनिर हाम्रो साथीले बिहे गरेको यही साथीले खै खाप्छु देखा हो यही साथीले यसै खेल है लुगाउने हुन्न नभए नौलो दुला धेरै पुरानो पनि भएन सही हो यसरी प्रचार गर्नु पऱ्यो त बोल्नेको पिठो फिक्छ नबोल्नेको के फिक्छ होइन बात त सही है तर निकै भेटभाट रहेछ आज यहाँ अब चाहिँ हाम्रो साथीले हामीलाई चाहिँ खासै जान मन चाहिँ थिएन उहाँ चाहिँ माइत जानु खोज्नु भएको रहेछ उहाँले चाहिँ हामीलाई घोराइ लग्ने अरे धारपानी मेलामा ठिकै छ चल्दिउँ न त होइन भन्ने सोच चाहिँ छ मेरो त्यहाँनिर अब हामी चाहिँ साथीहरू अब चाहिँ हामी धारपानी मेलामा लाग्छौँ है सर घोराइ जाने यतैबाट हो नि घोराइ जाने बाटो यतैबाट नि ए ल हुन्छ एकदम यहाँनिर फेरि बबई नदी रहेछ त्यही त अघि मैले खोलामा पानी किन छैन भने त बबईमा त यस्तो यति धेरै ऊ नहुनु पर्ने जस्तो लागिरहेको थियो मलाई होइन बबईमा चाहिँ पानी छ त गएर यहाँनिर टक्क यहाँनिर पानी छ बबई नदी यो हो यो बाटो मिसिन्छ कि नै अन्त साथी त गयो त हामीलाई छोडेर तिमीले पहिला भनेनौ साथीलाई बोलाइदिनौ त कहाँ तिम्रो घर कतिमा पर्छौ कहाँ बाउ पनि छम पर्छौ भोजपुर पर्छौ यो त सानो नर्सरीमा पर्ला हेर ल हाम्रो केटाहरूले भन्दैले अब साथी अगाडि गयो यो बाटो कहाँ जान्छ थाहा भएन यो बाटो घोराइ जान्छ यो बाटो भन्छन् यार केटाहरूले त्यो त अगाडि गयो त यार 2000 years later. नै यो बाटो त घोराइ जान्छ गरे यो बाटो डाइरेक्ट धारपानी जान्छ अरे क्या अनि किन थर्काउँछ जाइनहरूलाई लाद लाद लाग्दैन डन होस् दादा होस् जाइनहरूलाई थर्काउँछ यार यहाँनिर पनि सायद शिवजीको मन्दिर नै हुनुपर्छ यो राम्रै मेला लाग्दो रहेछ यहाँनिर पनि साथीहरू यो ठ्याक्कै कुन ठाउँ मलाई थाहा भएन एक्ज्याक्टली तर मेला चाहिँ ठिकठाकै मेला लाग्दो रहेछ नि यहाँ पनि भर्खरको सानो मन्दिर रहेछ हाम्रा ट्राफिक सरको चेकमा परियो भन्ने त हुन्न क्या हो आज त्यो टाइटलमा भिडियो आउँदैन नि ट्राफिक सरको चेकमा परियो बाइक रोक्ने त यतै हो क्या हो बाइक रोक्ने आयो
कहाँनिर राखौँ त बाइक हाँ मान्छेहरू लगभग फर्किन थालिसकेछन् फर्किन लागिसकेको अब त आउने जाने जता कतैबाट हो क्या हिँड्नु नपर्छ सिस्टममा आउनुपर्ने दर्शन गर्न महादेवको प्रसाद नखाएर के जानु होइन आज त आन्दोलन छ बट्टा खान्नमा ल हाम्रो साथीहरू पुरै टिका लगाइरहेछन् यहाँनिर अनि ओए ल हाम्रो साथीले चाहिँ पुरै आफ्नो सोल्टिनीलाई के अरे सालीलाई नि सोल्टिनी भन्छ सालीलाई बेलुन अब साली खुस बुढीलाई खै त पानको बात सबैलाई बेलुनको बात पुरै सालीलाई बेलुन लगिदिइरहन् साथीले ठिक छ बहुत प्यारो भेना भेना इन लभ तर हामी अलि ढिला गऱ्यौँ क्या अलि अगाडि अलि धेरै भिडभाड थियो होला हामी थोरै ढिला गऱ्यौँ ल हाम्रो आजको मेला सकियो आजको मेला सकिएको सँगसँगै आजको यो भ्लग पनि सकियो होइन तपाईँ भ्लगमा नयाँ हुनुहुन्छ भने भ्लगलाई लाइक सब्सक्राइब सबै गरिदिनु होला पुरानो हुन्छ भने लाइक गरिदिनु होला नयाँ त सब्सक्राइब गर्नै पर्यो है